अहिलेसम्म चाहिँ हामी नेकपा एमाले आउँदो निर्वाचनमा एक्लै गएर बहुमत ल्याउन सक्छ भन्ने बुझाइमा छौँ हामी र हाम्रो अहिले आन्दोलनको र जुझारुपनाको साथ हामी चाहिँ जनताको बिचमा जानुपर्छ। विदेशी शक्तिहरूको चलखेल र त्यसका मध्यरहरू बनेकाहरूको जे गतिविधि उनीहरूले चाहिँ हामीलाई त्यो चाहिँ 2324 गतेको चाहिँ जसरी बङ्गलादेशमा चाहिँ महान क्रान्ति हो भनेर युनुप शाहले गरिरहेका छन् त्यसै गरी नेपालमा त्यो व्याख्या गर्न सक्ने हिम्मत कसैको छँदा पनि छैन। भन्दाखेरि एमाले चोरै हो र त्यो आन्दोलनको ध्वंस तोडफोड र त्यो मुलुकको राष्ट्रियता र मुलुकको समृद्धि नै सङ्कटतर्फ जुन गइरहेको अवस्थामा विदेशीका घोषित दलालहरू त जस्तो नेताले गर्दा आज नेपाल र नेपालको राजनीति बदनाम भएको छ र भ्रष्टाचार लगायत सहकारी ठगी लगायत अनेक काण्डका मुसिएका साथीहरूको एक ठाउँको आगमनले हामीलाई झन् राम्रो भएको छ जस्तो लाग्छ। किनभने नेकपा एमाले विकास समृद्धि र त्यसको भर्सेसमा वैदेशिक शक्तिहरू र अनेक खालका अनुचित शक्तिहरू एक ठाउँमा छन् भन्ने सन्देश जनतामा राम्रो गएको छ।